नमस्कार। त्यस्तो त म केही जान्ने त होइन, भए पनि जीवनका एउटा अनुभव मैले चाहिँ जीवनलाई त्यसरी निकालेँ। संसारमा भोक एउटै छ, प्यास एउटै छ, सबैलाई दुख छ। अहिले यी कुराहरू चाहिँ मनोनाश भइसक्यो। करुणा त्यो पनि नाश भइसक्यो, परोपकार त्यो पनि नाश भइसक्यो। मान्छे त अब त रोबोट जस्तो भइसक्यो। यी गुणहरू पनि मान्छेले आफूबाट हटाइसक्यो। के कारणले भन्दा मैले खानुपर्छ, मैले मात्र बाँच्नुपर्छ, मैले अरूलाई मानसिक गुलाम बनाउनुपर्छ, पोलिटिक्स होस् हर चिज होस् गुलाम बनाउनुपर्छ। उसको दिमागलाई कसरी हुन्छ हैन, मैले उसलाई चलाउनु पर्छ भन्ने एउटा लिडरसिप मात्र खोज्नु भयो मान्छेले। तर अनुभवको आधारमा चाहिँ यो सही हुन्थ्यो, तर यो गलत भइरहेको छ। यसमा अलिकति मूर्खता भइरहेको छ हैन। गुरु कस्तो हुनुपर्छ भने जीवन बताउने हुनुपर्छ। तपाईको जीवन त्यो मृत्यु पछाडिसम्म पनि बुझाउन सक्नेलाई गुरु भन्छन्। गुरुले एउटा जीवन बताउँछ हैन। सबै यो दुनियाँमा गुरुहरू धेरै छन्, तर जसले जीवन त बुझाउँछ त्यो चाहिँ गुरु हो। जसले मृत्यु पछाडि पनि यो ऊर्जा चाहिँ यो बडीमा गएर बस्न सक्छ। तिम्रो कर्मको आधार यो हो। तिमीले ऊर्जा यो हिलिङ गरेर राखेको छ शरीरमा, यो पोजिटिभ तरिकाले प्राकृतिक नेचुरल तरिकाले राखेको छ। यसमा इफेक्ट डालेको छैन, भौतिक चिजबाट आफ्नो शरीरको ऊर्जालाई इफेक्ट डालेको छैन, नेगेटिभ चिज बढी भरेको छैन भने तिम्रो चाहिँ मृत्यु पछाडि यो स्थान हुन्छ भन्ने कुरा तय गर्न सकिन्छ। किनभने हामी जन्मिँदा त खालीपन त थियो। मानव त एउटा स्पिकर न हो, मानव स्पिकर हो। किनभने त्यो खालीपनमा के रीतिरिवाज संस्कार श्राद्ध हाम्रा यी चाडबाड मठ मन्दिर जे हाम्रा गार्जेनहरूले हामी कहाँ जन्म लियौँ त्यहाँ हामीलाई जसरी डाले जसरी हालिदिए हामीले त्यही अनुसार त हामी चलिरहेका छौँ। हाम्रो बडी होइन, हाम्रो त खाली मेमोरी त थियो जन्मिँदा त होइन। आमाको गर्भमा छुट्टै संसार थियो, त्यो त पुरै नगरौँ होइन। तर हजुरले बुझिस्यो यो संसारमा ऊर्जा जस्तो चाहिने हो नि पोजिटिभै राम्रो हुन्छ। हामीलाई कसैले गाली गर्छ नि, त्यो गाली शब्द नेगेटिभ र पोजिटिभ कसरी लिन्छौँ त भन्दा हामीलाई सिकाइएको छ क्या। त्यसको हिसाब लगाइएको छ नि। यो शब्द भनेको यो अङ्गमा हामी आफ्नो बडीमा लगाउँछौँ अथवा आफन्तमा लगाउँछौँ अनि उसको माया हुन्छ, उसको प्रेम हुन्छ। आफ्नो पनले गर्दाखेरि चाहिँ त्यो तपाईँको प्रेसर हामीमा फिल हुन्छ नि, प्रेसर हुन्छ नि त होइन। यहाँ संसारमा प्रेसर लिनुपर्ने कसैले केही पनि छैन। कसैको वाक्य पनि कुनै इफेक्टमा लगेर त्यो शब्दलाई लगेर शरीरमा होस् आफन्तमा होस् कुनै बडीमा लगेर हुन्छ, तपाईँको भौतिक सम्पत्तिमा हुन्छ, उसले इफेक्ट डाल्छ भने तपाईँलाई डोमिनेट गरेर डाल्छ भने हो त्यहाँ लगेर तपाईँले चाहिँ लगेर जोड्नु भयो हो। त्यो चिज के हुन्छ त भन्दाखेरि त्यो ऊर्जा उसैमा चाहिँ नेगेटिभ चाहिँ उसैमा फर्काउन सकिन्छ। आफूले लिने होइन, त्यसलाई पास गराइदिने हो। आफू संयम हुनुपर्छ। यी जस्ट शब्द हुन्, यिनले केही इफेक्ट डाल्दैनन्। अहिले तपाईँको ऊर्जाको त हिलिङ भइरहेको छ। यो संसारमा मानवमा ऊर्जाको हिलिङ भइरहेको छ। जस्तै एउटाले नराम्रो बोल्यो भने पनि तपाईँको एक पछि अर्को यति छिटो फैलिन्छ, त्यति छिटो फैलिन्छ यो संसारमा। भने ऊर्जा हिलिङ मानवमा भइरहेको छ। अब कसले चाहिँ माथि कुन चाहिँ गुरुले चाहिँ राम्रो पोजिटिभ हिलिङ गर्छ, सबैलाई डाँको छोडेर रुन मन छ। हेर्नुहोस्, ऊर्जा हिलिङ जब हुन्छ नि पोजिटिभ रूपमा, तपाईँको संसार नरुने कोही पनि छैन। भित्र सबैलाई पोको बनाएर राखेका छन्। यति रोगहरू छ, तपाईँ हाम्रो सोचको कारणले जति रोग लाग्ने केही यो संसारमा छ नि। यो संसारको यो विश्व ब्रह्माण्डमा नभएको औषधि हामीभित्र छ। त्यो केमिस्ट्री उत्पादन गर्न सक्नुपर्छ। नेगेटिभ र पोजिटिभ दुईटा धारा बगिरहेको छ हाम्रो जीवनमा हैन। अहिले कति गुरुहरूले गर्नुहुन्छ, आफ्ना आफ्ना अनुभव हो।
यो संसार त ऊर्जाले अड्डेको छ। शब्द एक शब्दले धरती अड्डेको छ। एक शब्दले होइन, 7 शब्दले। यो त प्रुभ गर्न सक्छु म। यो धरती भुइँचालो भन्नुहुन्छ नि, यो सीमित ऊर्जामा यसलाई हिलिङ गर्न सकिन्छ। ती मन्त्रहरू, ती शब्दहरू हुन्छन्। यो म प्रुभ गर्न पनि सक्छु हैन। त्यो ज्ञान हुन सक्छ मान्छेमा, छ कतै कतै मेरो गुरुसँग होला, कोही गुरुबाट मैले पनि प्राप्ति गरे होला, तर यो सम्भव छ। यो सबै एक एकवटा ऊर्जाले सठिक नियममा यो ब्रह्माण्डलाई यस्तो सठिक नियममा चाहिँ अड्याएर राखेको छ। यो कुरो बुझ्ने हो भने मानवमै आउने हो। फेरि यो दैविक शक्ति मानवमा, पोजिटिभ नेचुरल पावर यो मानवमै आउने हो। यो अरबौँ मान्छेमा छ, अरबमा 1 या 2 छ, सबैमा छ। तर कसैलाई चाहिँ सपना प्राप्ति भएर दिन्छन्, कसैलाई कसरी दिन्छन्। कोही माता भनेका छन्, कोही पिता भनेका छन्, कोही एस्ट्रोलोजिस्ट ज्योतिषी भनेका छन् हैन। यी सबै आधार चाहिँ यही थिए हैन। यो आधार चाहिँ सबै यही थिए। यही आधारलाई उठाएर कोही गुरुबाट हामीले चलाएका हौँ। यो संसारमा रिसाउनु पर्ने कुनै शब्दै छैन मेरो लागि चाहिँ। कुरो बुझ्नुभयो? त्यही भएर रिसाउनु कहिल्यै हुँदैन। जति रिसाउनुको त्यो इफेक्ट तपाईँलाई, कसैका शब्दलाई लिएर तपाईँले त्यसलाई आधार मानेपछि नै तपाईँलाई प्रेसर फिल हुने। त्यही भएर प्रेसर रहित जीवन जिउनु होला। यो संसारमा ठुलो सानो कोही छैन। यो कसले कति गुलाम बनाउन सक्यो त्यति छ। सबै एउटा बन्धनमा, मान्छेले मान्छेलाई बन्धनमा राखेको छ। मानव यो संसारका एउटै हो। जाति धर्म हाल्नु त उनीहरू प्रारब्धमा जन्मिनुभन्दा अगाडि होइन, जन्मे पछाडि परेको हो। कोही गरिबका कोखा, कोही राजाका कोखा, कोही कहाँ जन्मे। तर खानी भोक, पेट, प्यास सबैलाई